वेलकम टु माई न्यू ब्लग। आज हामी चाहिँ पोखराबाट जमसम मुस्ताङसम्मको यात्रामा रहनेछौँ। बाटोमा देखिएका विभिन्न प्राकृतिक सौन्दर्य, झरना, खोलानालाहरूलाई यस भिडियोमा समेट्ने कोसिस गरेको छु। आशा छ हजुरहरूलाई यो भिडियो मन पर्नेछ। यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला भन्न अनुरोध गर्दछु। जमसम यात्राको क्रममा कुस्मा पर्वतमा रहेको एसियाको सबैभन्दा लामो झर्लुङ्गे पुलको दृश्यावलोकन गर्न पनि पाइयो। त्यसैगरी कालिका मन्दिर बागलुङको पनि दर्शन गर्न पाइयो। कालीगण्डकी नदी बगिरहेको छ। माथि अझैको पहाडहरू छ। यस्तो छ है बाटो, जमसम जाने बाटो के हो यो? बाटो सबै निकाले बाटो यस्तो पत्थर काटेर बनाएको बाटो। गाडी चाहिँ साइड तल कालीगण्डकी बगिरहेछ। बाटो यस्तो छोपेर बनाएको छ। यस्तो छ। ट्याक्कै हामी त्यो डाँडा काँडा कालीगण्डकी तल छ बगिरहेछ। तातो पानी कुण्ड पुग्यो। तातो पानी कुण्ड तथा नुहाउने ठाउँ यो चाहिँ यहाँ तल रहेछ। तातो पानीको अवलोकन गर्छौँ एकचोटि। पानी तातै छ कि चिसो छ भन्ने कुरो चाहिँ अब थाहा हुन्छ। ल तातो पानी भिडियो छ ल यहाँ फोटो ल तातो पानी हेर्नु गयो। अब ल पानी तातो छ कि छैन अब चेक हुन्छ है। आमा यहाँ त सब मान्छे बसी पो रहेको छ तातो पानीमा त। ल आमा तातो पो हुँदो रहेछ त है। लास्टै तातो हुँदो रहेछ त नि पानी त। लास्ट तातो हुँदो रहेछ त। यार पोल्छ त्यसले त है। ओ माई गॉड तातो पानी त नि लास्टै तातो हुँदो रहेछ। ल
भक्तजनहरू आउँदैछन्, यात्रीहरू। तातो पानी त नि साह्रै तातो हुँदो रहेछ त नि। है ऊ त्यहाँ उम्रेको होला, त्यही होला। लास्टै तातो हुँदो रहेछ त नि। हो र यसले त भित्र पस्नु त पोल्छ त नि है। पोल्ने रहेछ त भित्र पस्यो भने, भित्र पस्यो भने त पोल्ने रहेछ है। तातो छ है। यस्तो तातोमा बसिरहनु भएको छ नि। लास्टै तातो छ है। कस्तो पोल्ने नै खालको हुँदो रहेछ नि त तातो पानी नि। ए यहाँ त कस्तो तातो हुँदो रहेछ त नि तातो पानी त। आमामामा यस्तो तातोमा बसिरहनु भएको छ त्यहाँभित्र नि। यत्रो तातोमा बसिरहनु भएको छ है। यत्रो तातोमा बाफै उडिरहेछ यहाँ त। यहाँ झन् तातो रहेछ हो। आहा यो मूल रहेछ। यहाँबाट उम्रिँदो रहेछ पानी। यहाँ भयो, यहाँबाट नि उम्रिँदो रहेछ। ओहो यो त पुरै उमालेको जस्तै छ हौ। के हो के उत्पत्ति पनि यहाँ त अनि छुनै नसकिने छ। यहाँ त झन् मूल रहेछ नि त पुरै, पुरै उमाले जति छ पुरै। बाफै उडिरहेछ हेर्नु न। आमामामामा हट त्यहाँ त झन् नसकिने छ नि त। लु 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 नसकिने छ नि। झन् हजुरआमा त प्लास्टिकै बेरेर बस्नु भएको छ त्यो तातोमा। त्यो पर त झन् नसकिने रहेछ नि त। त्यो पर त पुरै के अरे उमाले जस्तो बाफै उडिरहेको छ माथि। है माथि दुई ठाउँमा होइन ल, लाइनबाट त होइन ल। त्यो माथि के हो यो चाहिँ पाइप जस्तो छ, तताएको त होइन नि। माथि के हो डिग्री सेल्सियसहरू पनि छ त हौ माथि त। यहाँ माथि त डिग्रीहरू पनि छ त। अब चाहिँ हामी तातो पानीको दर्शन गरेर पनि रिटर्न भइसक्यौँ। तातो पानी भन्नु बित्तिकै हल्का तातो होला भन्ने महसुस गरेको थिएँ मैले, तर एकदमै तातो। त्यहाँनिर मान्छे नाङ्गै बसिरहेको छ कपडा खोलेर, तर हामीले खुट्टा मात्रै डुबाउन पनि गाह्रो भयो। रूप से झरना
आज आइपुगेको छौँ। यहाँनिर चाहिँ एकछिन अवलोकन गर्ने फोटोसोटो खिच्ने कुरो भइरहेछ। बाटो हो हाइवे। झरना चाहिँ रहेको छ। रूप्से झरनाको अवलोकन पश्चात हामी फेरि जोमसोमतर्फ अगाडि बढ्यौँ। जोमसोम जाने क्रममा बीच बाटोमा कतिपय ठाउँमा पानीहरू पनि परिरहेको थियो। यो चाहिँ स्याउघारी हो सबै। स्याउ सबै स्याउ यो कलमी गरेको होला भन्नाले माथि छाँटेको। मार्फा भिलेज भ्यालीभित्र ठ्याक्कै हामी छिरेको छौँ। ठ्याक्क डाँडाहरू चाहिँ चिसो, यहाँ त पुरै पानी हिउँ झरेको हो कि के झरेको चिसो छ। यहाँ माथि स्याउको रुखहरू। मार्फाको गल्ली गल्ली हिँड्ने छ। हाम्रै टोली रहेछौँ त यता त सबै। कुना मार्फाको कुना हिँड्ने छ। Thank you.